नमस्कार, म जीवन थापा मगर, जनसम्पर्क युवा क्लबको निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक र 700 कुल्मा बागकोट सम्पर्क मञ्चको सचिव। 700 कुल्मा बागकोट अन्तर्गत पर्ने एउटा प्राचीन र ऐतिहासिक गाउँ काल्खु गाउँ। काल्खु गाउँमा हुने एउटा ऐतिहासिक, प्राचीन तथा परापूर्व कालदेखि नै सञ्चालन हुँदै आइरहेको एउटा छुट्टै इतिहास, पहिचान र विरासत बोकेको धार्मिक, सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम जुन स्थानीय स्तरमा चनौटे बजार भनेर चिनिन्थ्यो, अझै छोटकरीमा चन्टे बजार पनि भन्ने गरिन्थ्यो र काल्खु वरपर अन्य गाउँहरूले भने काल्खु बजार भनेर परिचित मेला विगत 2048 सालदेखि काल्खुका युवाहरू जागरुक भई श्री जनसम्पर्क युवा क्लब स्थापना गरी उक्त चनौटे मेला तथा काल्खु बजारलाई थप व्यवस्थित गर्दै काल्खु मेलाको नामाकरण गर्दै ऐतिहासिक काल्खु मेला सञ्चालन गर्दै आइरहेको छ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्री जनसम्पर्क युवा क्लबले यही मिति 2082 चैत्र 19 गते चैत्र पूर्णिमादेखि चैत्र 24 गते पञ्चमीसम्म आजको आवश्यकता समाज विकासमा युवा अपरिहार्यता भन्ने मूल नारालाई आत्मसात गर्दै जलकन्या उत्तरदेवीको दर्शन, पुरुष भलिबल प्रतियोगिता, स्थानीय कला संस्कृतिको प्रदर्शनी गर्ने प्रतियोगिता, विविध मनोरञ्जनात्मक अन्य खेलकुद कार्यक्रमहरू, विविध सांस्कृतिक कार्यक्रमहरूसँगै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त चर्चित कलाकारहरूको प्रस्तुति र यी नेपाल रोधीघरको छायाङ्कनसँगै ऐतिहासिक काल्खु मेला 2082 आयोजना गर्न गइरहेको छ। उक्त कार्यक्रममा काल्खु वरपर र त्यहाँ बाहेक पर्ने सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई ऐतिहासिक काल्खु मेलालाई भव्य रूपमा सफल बनाउन उपस्थित भइदिनु अनुरोध गर्दछु भने देश तथा विदेशमा रहनुहुने सम्पूर्णलाई सल्लाह सुझावसहित आर्थिक, नैतिक तथा भौतिक तवरबाट के सकिन्छ आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन विनम्र अनुरोधसहित अपिल गर्दै सम्पूर्णलाई पुनः ऐतिहासिक काल्खु मेला हार्दिक निमन्त्रणा गर्दछु। हस्त, धन्यवाद, नमस्कार।